हजुरले यज्ञ भन्दाखेरि के बुझ्नुहुन्छ? This is the day 3 of sharing one sloka from the Bhagavad Gita each day. कर्मयोग अन्तर्गतको एउटा श्लोक छ। यज्ञार्थात् कर्मणोन् यत्रः लोकोऽयं कर्मबन्धनः तदर्थं कर्म कौन्तेय मुक्तसङ्गः समाचर। अर्थ हुन्छ यज्ञका लागि गरिने कर्म बाहेक अन्य कर्म गरेर नै व्यक्ति कर्मबन्धनमा फस्दछ। त्यसैले यज्ञका लागि कर्तव्य कर्म गर आसक्ति रहित हुँदै। यहाँनिर यज्ञको अर्थ बुझ्न आवश्यक छ। सामान्य रूपमा हामीले यज्ञ भन्ने बित्तिकै अग्निहोत्र आदि कर्महरूलाई बुझ्छौँ, जुन हवन गरिन्छ त्यो खालको यज्ञ बुझ्छौँ। तर यो श्लोकमा त्यो खालको यज्ञको कुरा भएको होइन। हाम्रो मुख्य उद्देश्य भनौँ अथवा हाम्रो सेन्टरमा चाहिँ सत्यप्रतिको निष्ठा अथवा ज्ञानप्रति को निष्ठा छैन भने चाहिँ के हुन्छ, हामीले गर्ने सबै कर्महरू डिजायरबाट इन्फ्लुएन्स भएको हुन्छ र डिजायरबाट इन्फ्लुएन्स हुने बित्तिकै फेरि त्यही सर्कल चलिरहन्छ। एवं प्रवर्तितम चक्रम। अब उसमा अलिकति पनि यो चक्रबारे ज्ञानै छैन भने, ऊ कन्सियस नै छैन भने थोरै पनि डिजायर, सुरुमा डिजायरबाट अट्याचमेन्ट, त्यसपछि सफरिङको जुन साइकल छ त्यो चलि नै रहनेछ। यज्ञ बाहेक अन्य कर्म गर्दाखेरि कर्म बन्धनमा बाँधिन्छ भन्नुको कारण चाहिँ मान्छे यही चक्रमै रुमालिन्छ भन्नु हो। यो कुरा विशेष प्र्याक्टिसनर अथवा साधकहरूलाई नै अझै भन्नुभएको जस्तो लाग्छ, किनभने सामान्य रूपमा मान्छे त्यति धेरै कन्सियस भइँदैन।